हेलो गाइस, नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। अनि आज चाहिँ हामी कता हामीलाई फेरि बिर्स्यौँ अनि दक्षिण काली जाँदैछौँ। बिहान कति बज्यो भन्दाखेरि त्यस्तै 5:23 भइरहेको छ। म उठेको चाहिँ 3 बजेर कति बजीतिर उठेको थिएँ कि अनि निन्द्रै खुल्यो त्यति बेलै। निन्द्रै लागेन, त्यसपछि सुत्छु भनेर। अनि अहिले 5:27 बल्ल घुम्न यता गएको छु। अनि अब उता तल गाडी जानुपर्छ नि त। तीन बजेर 30 मिनटतिर उठेको थिएँ कि म। 3:30 होइन, त्योभन्दै अगाडि हो क्या। त्योभन्दा अगाडि उठेको। त्योभन्दा अगाडि उठेको म चाहिँ। लाइट बढी आयो त्योभन्दा। अब खै बा आउनु भयो। हामी चाहिँ अहिले बल्खु विक्टिङ भन्ने ठाउँमा बल्खु होला। बल्खु खोलाले बोर्ड लगेर बल्ल घाम लागेछ कि। अहिले त आइसकेको छौँ गाइस। त्यो बसमा उभिएर आएको के भिडियो पनि बनाउनु पाएन नि त। वहाँ बल्खुबाट उभिएर आएको अनि एकछिन बस्नु पाएको थियो। यस्तो पुरै भिडियो गाडीभरि नै पुरै। मामा चाहिँ उहाँ उतै हुनुहुन्छ अनि आमा हामी बोकिराख्नु भएको छ। मामा उतै हुनुहुन्छ। आमाले चाहिँ पूजा गरेर भ्याउनु भइसक्यो होला। अनि अझै जुत्ता लिँदैन भयो मलाई यो हेर्नलाई। पुरै चिसोले खुट्टा पुरै 12 मामा चाहिँ उता हुनुहुन्छ यता। उतै हुनुहुन्छ त, खै जानु भन्नु क्या। पुरै लाइनमा चाहिँ अझै नि अलिक पुरै गरेको होइन। यो चाहिँ रोजा दिदीले बनाउनु भएको। अरू त पुरै यताउता भिडियो बनाउनु राखेँ म चाहिँ। यता बनेन राम्रो भिडियो तर हाल्दिनँ होला त्यो भिडियो चाहिँ। बाहिर आउनु भइसकेको छ अनि हामी फोटो नि खिचेको भर्खर। टिका लगाइसकेको छु के भन्छ अरे नामै आएन कि के भन्छ नि त्यसलाई। अरे कहना क्या चाहते हो? थम्बनेल। हामी चाहिँ माथि आइपुग्नु लागिसकेका छौँ अब।
हो हामी चाहिँ भर्खर खाजा आएर बसेको लगन खेल जान्थ्यो सुन्दर जाने सुन्दर सुन्दर नारायण त बरु यो उता जान्दैन सुन्दर जाने हो ल जा बल्ल आनन्दले बस्न पाइयो अब अघि त उभिएर आएको हो नि त हामी त्यही भएर टाइम ल्याप्स हान्छु होला हामी चाहिँ घर आइसकेको छौँ घर होइन गरेन यता आइसकेको छौँ अब अलिकति अगाडि भयो तल जाने अनि घर आइपुग्छौँ हामी मैले गाडीमा बनाएन किनभने पुरै कोचाकोच गरेको थियो कि गाडीमा आउने बेला जस्तै अनि यसमा चाहिँ सेलोपेन बर्गरहरू के के छ होला घर गएर आने अब दिदी र मामा जाँदै हुनुहुन्छ यता बाहरू आउँदै हुनुहुन्छ माइजू चाहिँ खै यता पसल जानुभएको थियो क्यारे के को लागि कुरामा गएको छ टाउको दुखिरहेको मलाई त घाम नि चर्को लाग्यो आज त फेरि गर्मी भएको माइजू है त रुमाल क्या मालूम कस्तो हाँस्यो हामी है अल्लाहको चाला हेरेको जसले उडिनु छ त्यो त आफै भनिहाल्छ यहाँ मान्छेले गाडी आम पुरै यस्तो घाम टल्किरहेको गर्मी भइरहेको अरूभन्दा आज त अरू बेला त हल्का जाडो हुन्थ्यो नि आम्मा पुरै घाम टल्किरहेको आज त अब घरतिर लागौँ रोक्नु न खै त माइजू हामी चाहिँ अघि नआएको म टाउको दुखेर सुतेर बसिरहेको थिएँ कि त्यही भएर म कस्तो देखेँ होला अनि माथि जान्छु एकैछिन टाइम ल्याप्स बनाउँछु अनि यहाँ हाल्न हुन्छ कि यसमा गोप्रोमा पनि 50 कति % छ अझ चल्छ अझै आधी 1 घन्टा छोडिदिन्छु यत्तिकै माथि बस्छु म पनि अनि बनाउँला ठिकै चिसो आज त त्यस्तो चिसो पनि छैन हल्का हल्का गर्मी हो हुन्छ होला बनाउनु मिल्छ होला कहाँ राखिदिनु त यता छोडिदिनु पर्छ क्या ट्याङ्कीमा गिराएर यसरी होइन हुँदैन यताबाट कता राम हेरौँ बनाउँछु म अब जता राखौँ बनाउँछु ल
माइजूहरू चाहिँ बजार जानुभएको थियो, आउनु भइसकेको छ के हेरेर। म फेरि टाइम लाग्छ, अघिको बिग्रियो कि बनाएको थिएँ, देखेँ कि म पुरै यस्तो नराम्रो देखिएँ कि पुरै। त्यही भएर फेरि बनाउनु जान्छु म चाहिँ माथि। अघि बनाउनु त बनाएको, बादल पनि छ कि छैन फेरि। अब दुईवटा बनाउनु चाहिँ बनाएको, दुईवटा बनाएको, अझै एउटा बनाउनु छ। कस्तो बन्छ, कालो छ पुरै बादल त। कस्तो बन्छ यहाँ माथि छोडिदिन्छु फेरि अब एकैछिन, आधी घन्टा जति। पानी परेन भनियो, छिट्टा हानिसक्यो सिमसिम फेरि। बनाऊँ र अघिकै दुईवटा हालिदिउँ न, नत्र हल्का एडिट गरेर क्रप गरेर। टाउको दुखेर झन् मेरो त यस्तो खाने हो खै। भर्खर सुतेरै बसिरहेको थिएँ म पनि, अघि 10 मिनट अगाडि उठेको टाउको दिएर। चार्ज कति भएछ भने कति ढिलो भएको हो, चार्जर 56 रे अझै बल्ल। म चाहिँ अब करेन्ट बनाएर खान्छु पुरै। कुन हो यो म्याङ्गो? कस्तो टाढो थिएन कि, यहाँ त तारै नपाउँदा रहेछ। कस्तो खालको यो के पर्ल होइन त्यो ऊ भाइ मिसै होइन के अरे, कस्तो त्यो पुरा। अहिले चाहिँ त्यस्तै 6 बजिसकेको छ होइन, अनि 6 साढे 6 भयो होला, म अघि नै उठेको। अनि थ्याङ्क यू फर 2K सब्सक्राइबर। हिजो हेरेको रातितिर 2K सब्सक्राइबर पुगेको थियो। कता हो हेरिरहेको थिएँ मैले, 2K सब्सक्राइबर पुगेछ कताको फेरि। 2K पुगिसकेको छ हाम्रो। अनि स्टोरी हाल्दै थिएँ मैले। अनि अब म चाहिँ अब हजुरहरूलाई अर्को भ्लग भेट्छु। यो भ्लगको लागि यति नै।